निस्किँदैछु बरा क्षेत्र जानु कामको लागि राम्रो दिन चाहिँ मेरो घरबाट म निस्किँदैछु कामको लागि पुण्य तिथि बेला आज पूर्णिमा रहेछ पुरुषोत्तम महिनाको पूर्णिमा सबै साथीहरू जाँदै हुनुहुन्छ त्यही भएर हाई सबैजनालाई नमस्कार म बराहा क्षेत्र जानु भएको घरबाट निस्किँदैछु यो हाम्रो गाडी हजुर हामी यहाँ चिया खान पऱ्यो घरको अगाडि आएर चिया खान लाग्यो कहाँ साथीहरू पर्खिनु पऱ्यो नि त अर्को गाडीको मान्छे त्यही भएर ए गजब पुग्ने रहेछ सबैलाई पुग्ने रहेछ हाम्रो गुरुजी दाइ हेलो भनिदिनुहोस् गुरुजी हामीलाई सकुशल लगेर लिएर आइदिनुहुन्छ यात्रा गीता हेलो भन्नुहोस् त हेलो हेलो दिल्ली भाउजू फुलमाया फेरि नाम चाउरी भन्यो भने गाह्रो होला है ल हिँड्नु न माथि नै गरेर गरौँ होइन माथि नै गरौँ ए यो हाम्रो चियाको थर्मस मलाई किचन बोकेर हिँड्नु मन लाग्छ कि ल हस् हस् एकदम राम्रो के अरे कौशल्या मिश्र गीता हामीको हाम्रो यात्रा कहाँसम्म हो हाम्रो यात्रा धरान सत्रको हाम्रो कोका खोलाको स्नानको लागि हामी तयारी भएर जाँदैछौँ कौशल्या मिस कहाँ जाँदै हुनुहुन्छ ग्लास क्लिन गर्न लाग्छ चियाको एकदम तन्तर लागिसक्यो ए हस् ल यो गाडी हाम्रो यो यति नम्बरको गाडीमा हामी जाँदैछौँ हाम्रो यहाँ साथीहरू खोल्नु न यहाँ गीता घले ओ गीताजी लक गरेछ लक सुरु भयो ल साथीहरू सबैजना आयो हाम्रो सुमो हामी बस्ने सुमोको साथीहरू मात्रै छौँ अर्को एउटा सुमो चाहिँ हाम्रो आउँदैछ साथीहरू आउँदै हुनुहुन्छ ल गीताजी तपाईँ पछाडि पर्नुभयो है अहिले अगाडि आउँला केही छैन जिलेबी खानुहुन्थ्यो के गर्न के हुन्छ अरे आज गयो भने पुरुषोत्तम नआउनलाई आज पूर्णिमाको दिन राम्रो हुन्छ भनेर जान लागेको हो ए पुरुषोत्तम नआउँदा राम्रो हुन्छ अरे दुईवटा गाडी छ हाम्रो एउटा गाडीको साथीहरू बल्ल भेट भयो यहाँ भेट हुने साथीहरूलाई यसो बनाइदिउँ भिडियो अनि तपाईँहरू के सरस्वतीजी के छ तपाईँको हालखबर कविताजी सब ठिक छ एकदम है हिरोइन बनेर आएको त मान्छे त भर्खरको 16 वर्ष जस्तो देखिरहेको छ त 16 वर्ष देखिन्छ है देख्नु पर्यो नि त अनि के छ हालखबर नौलो नौलो मान्छेहरू हिँडे आउनु भएको छ त है नारायण सब नौलो मान्छे जति सबै हामी सँगै छौँ त यो जङ्गल हो यो सिन्धुली जिल्ला ए सिन्धुली जिल्ला भाइरल डाँडा भन्छ यसलाई ए यही रहेछ भाइरल डाँडा ल हामीसँग एकजना गार्जेनको रूपमा हाम्रो राजुबाबु हुनुहुन्छ ल गुरुजी आफ्नो बोलीले त कसरी यो भाइरल डाँडा रे भाउजू यो ठाउँको नाम भाइरल म्याडमलाई चमाजी होइन होइन भन्ने हुन्थ्यो मैले पनि चमाजी म्याडम बोलाई जस्तो भएको म नौदै थिएँ भन्न जाने सेल्फी डाँडा रे के भाइरल डाँडा सेल्फी खिच्न पनि मेरो साथी बिरामी हुनुभयो के भयो गीताजी तपाईँलाई बिरामी हुनुभयो बमिट गर्नुभयो मेरो साथीले बिचारा गाह्रो भयो ठिकै छ केही छैन अब मन्दिर पुगेपछि रमाइलो हुन्छ होइन नउ गर्नु टेन्सन नलिनु हामी आरामले जाउँला ओके पुसा मिस कौशल्या मिस ल दिदीबहिनीहरू सबैजनालाई ल केही फरक पर्दैन यो हाम्रो ग्रुप
ल दिदी त भाउजू तपाईँहरूले कस्तो छिटो सकेको है ओहो यहाँ हेर्नु न दिली भाउजू ए सब त्यही हो गरिदिन्थे तपाईँ फोटो हामीलाई पठाइदिनु ल कविता भाउजू खिचिरहेको छु टेर्छ र यसो बरा क्षेत्रको नि देखाउनु पर्यो तपाईँले गर्यो भने म पनि आउँछ राम्रो पनि भयो भिडियो मैले सबै मैले उसलाई हालिदिएको छु गीतालाई हालिदिएछु सब गीतालाई हालिदिएछु ल